कहिले सोच्नु भएको छ आफन्तको र साथीभाइको डरले हाम्रो कति सपना अधुरो रहन्छ। वाट्सअप गाइस 75 डेको च्यालेन्जमा वेलकम छ तपाईँहरूलाई। आज नि जिम आइपुग्यो। जिम आउनु बित्तिकै आफ्नो एक्सर्साइजहरू सुरु गऱ्यो, वार्मअप अनि वार्मअपहरू गऱ्यो ज्यान तताउनलाई होइन। मेरो डेली रुटिन यही हो। अनि आज चेस्ट डेको हुनाको कारणले पुसअपबाटै सुरु गरेको छु। पुसअप गरेँ, पहिलाभन्दा इम्प्रुभ भएछ होइन। पुसअपमा पनि धेरै कुराहरू इम्प्रुभ भइरहेछ, बडीमा चेन्जिङहरू आइरहेछ। अनि पुसअप आज गरिसकेपछि डम्बलसम्म जति चेस्टको लागि हुन्छ आफूसँग भएको गर्न सक्ने सबै गऱ्यो। अनि यो एक्सर्साइज गर्दा गर्दा मेरो माइन्डमा आज यो 24 डे हुँदाखेरि मैले एउटा कुरा के फिल गरेँ भने हामीले आफन्तको साथीभाइको डरले धेरै कुराहरू छाडेको हुन्छ क्या। यिनीहरूले के सोच्छ, साथीभाइले के सोच्छ, यसको डरले गर्दाखेरि हामी कतिपय काम हाम्रो एकदम फेभरेट हुन्छ, सानैदेखि गर्न मन लागेको हुन्छ क्या, तर गर्न सकिरहेको छैन। जस्ट इक्जाम्पल फर मी, मैले नि आजभन्दा 10-12 वर्ष मेरो एउटा साथी छ होइन, पहिला नि त्यसले मैले यसमा काम गर्नुपर्छ, फ्युचर यसैमा छ, भोलिको दिनमा सबै डिजिटल अहिले टेक्नोलोजीको हुँदैछ हामीले। अनि मेरो सपनै थियो क्या सानैदेखि, मैले एउटा सोसल इन्फ्लुएन्सर भनौँ भनेर काम गरौँ होइन, हेल्पिङ यताउति। मैले पहिला नि ब्लगिङ गरेँ हो, युट्युबमा च्यानल छ 2-3वटा पहिलाको पनि मैले। तर मैले यो आफन्त र साथीभाइको डरले के सोच्छ, मिडल क्लास भनेको यस्तै हो क्या। हाम्रो माइन्डमा आउने भनेको यही हो, आफन्तले के सोच्ला, साथीभाइले के सोच्छ, उसले के भन्छ भोलि पर्सि यताउति। जबकि उनीहरूलेसँग तपाईँको बारेमा उनीहरूले केही मतलबै हुँदैन, बाल मतलब गर्दैन। आज 24औं दिन हुँदा पनि उनीहरूकोबाट एक सपोर्ट आएको छैन। मैले 24 दिन लगातार भिडियो हाल्दैछु, बरु मैले नचिनेको साथीभाइबाट एकदम सपोर्ट आइरहेछ, तर उनीहरूबाट आउँदैन। उनीहरू भनेको तपाईँको ह्याप्पिनेसमा मात्रै हो क्या। जब तपाईँ अप्ठ्यारो अथवा कुनै काम सुरु गर्नुहुन्छ त्यो बेलामा छैन, न आफ्नो आफन्त न साथीभाइ, कोही छैन। यसको डरले आफ्नो सपना नमार्नुहोस्, म यही भन्छु। मैले यो महिना दिन लाग्न थालेको छ, मैले यही फिल गरे हो। मैले फुल्ली यिनीहरूलाई इग्नोर गर्न छोडेँ। जस्तो उनीहरूले तपाईँले इग्नोर गर्छ, तपाईँ पनि त्यस्तै इग्नोर गर्ने हो क्या उनीहरूलाई। ठुलो मान्छेहरूले के गर्छ, त्यहाँनिर कति बेइज्जत हुन्छ, कति फेल हुन्छ, कति काम गर्छ, तर छोड्दैन। उनीहरू सोच्दैन यो दुनियाँले के सोच्छ भनेर क्या। तर हामी पुरा दुनियाँको ठेगा लिया हुन्छ यही के सोच्छ भनेर। अरू धेरै कुराहरू छ, म भन्छु अर्को भिडियोमा। अब यही एउटै भिडियोमा भन्न सक्दैनौँ। त्यही भएर आजको एक्सर्साइज सके मलाई फलो गर्नु होला, साथीभाइ सपोर्ट गर्नु। आजको लागि यति नै हो। लेमन आइस खाएँ, रुमतिर लागेँ। गुड बाई।